आत्मा शरीर र मन को सम्मिश्रणबाट शरीरको निर्माण भएको हुन्छ। त यो शरीरलाई जति अभ्यास गर्यो त्यति स्वस्थ हुन्छ, शरीर चालू रहन्छ र मानिस दीर्घजीवी बन्छ। तर यही शरीरलाई जति सुविधा भोगी बनायो, जति अल्छी बन्यो त्यति मानिस अल्छी पनि हुन्छ, रोगी पनि हुँदै जान्छ, उसमा रहेको ऊर्जा समाप्त हुन्छ। त्यसकारणले गर्दा योगले मानिसको शरीर आत्मा र मनलाई स्वस्थता प्रदान गर्दै मन र मस्तिष्कमा मन इन्द्रिय र शरीर आत्माको सम्मिश्रणबाट योग हुन्छ र योग गर्दा शरीर इन्द्रिय मस्तिष्क सबैको अभ्यास हुने हुँदा मन इन्द्रिय शरीर सबै स्वस्थ हुन्छ र त्यो स्वस्थताको लागि हामी योग गराउँदैछौँ। त्यसै अवसरमा हाम्रा विद्यालयका होनार शिक्षक हुनुहुन्छ र उहाँले योग साधनाको तालिम पनि लिनुभएको छ र उहाँद्वारा आज योगको केही आसनहरू सिकाउने कार्यक्रम शुभारम्भ हुन्छ। उहाँ हुनुहुन्छ दिनेश कुशवाहा सर। सबैले हार्दिक ताली बजाउँदै उहाँलाई स्वागत गर्नु। धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण शिक्षक शिक्षिका तथा मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई आज जुन 21 अर्थात् विश्व योग दिवस, यो हाम्रो योग भनेको एकदमै शरीरलाई हाम्रो मानव जीवनमा अति उपयोगी हुने कुरा हो। बिना योगको हाम्रो जीवनलाई सफल पार्नको लागि, गन्तव्यमा पुर्याउनको लागि यसको कमी भयो भने हामी त्यस गन्तव्यतर्फ पुग्न सक्दैनौँ। यसले हाम्रो मनलाई शान्त बनाउने, ऊर्जा दिने काम गर्ने हुनाले हामीले हरेक दिन बिहान उठेर यो केही समय कमसे कम आधा घन्टा गर्नुपर्ने हुन्छ। र यसै सन्दर्भमा म सर्वप्रथम सबैभन्दा पहिला म एउटा योगको म्युजिक धुन बजाउँछु। तत्पश्चात मैले केही स्टेपहरू तपाईँहरूलाई गरेर देखाउने छु र तपाईँहरूले त्यसै स्टेपलाई फलो गर्नुहोला। धन्यवाद। योगको सर्वप्रथम पहिला हामीले आफ्नो मन मस्तिष्कलाई आफ्नो काबुमा राख्नुपर्ने हुन्छ। त्यसको लागि सर्वप्रथम हामीले एउटा सानो ओमको जप गर्छौँ र हामी एकछिन ध्यानमा बस्छौँ र ओमको जप गर्नेछौँ। म हजुरहरूलाई गरेर देखाउँछु, हजुरहरू पनि फलो गर्नुहोला। पहिला हामी सुखा आसनमा बसौँ। तपाईहरु यो आसनमा बस्नुहोला र हाम्रो हातलाई सरले जुन पोजिसन राख्नु भएको छ यसरी औँलामा छुनुहोला र यसरी गर्नुहोला। शरीरलाई सिधा बनाएर राख्नुहोला र म सँगसँगै
ओमको जप गर्नुहोला। सर्वप्रथम हामी 3 चोटि लामो सास लिनेछौँ। रेडी हुनुहोला। सबैजना आँखा बन्द गर्नुहोला है त। आँखा बन्द गर्नुहोला। लामो सास लिनुहोस् 3 चोटि। अब हामी सबैजना ओमको जप गर्नेछौँ। म सँगसँगै दोहोऱ्याउनु होला। सबैले लाउडली भन्नु होला। ओके, धन्यवाद विद्यार्थी भाइ बहिनीहरू। अब म तपाईँहरू सबैजनालाई म आग्रह गर्दछु, सबैजना आँखा बन्द गर्नुहोला र केही कुराहरू म तपाईँलाई गर्नलाई भन्छु, त्यो फलो गर्नुहोला। सबैभन्दा पहिला सबैजना हामी केही कुरा रिमाइन्ड गर्छौँ, त्यसको लागि आँखा बन्द गरिरहनुहोस्। म 1 2 3 भन्छु, तपाईँहरू आँखा बन्द गर्नुहोला। 1 2 3। सबैजनाले आँखा बन्द गर्नु र मैले बोलेको हरेक कुरालाई फलो गर्नुहोला। यो काम हामी अब सुरु गर्छौँ। मेरो कुरा ध्यान दिएर सुन्नुहोला। सबैभन्दा पहिला तपाईँहरूले सम्झिनु पर्ने कुरा भनेको आज तपाईँहरू बिहान उठ्दाखेरि सर्वप्रथम कसलाई हेर्नुभयो उहाँलाई एकचोटि याद गर्नुहोला। त्यसपछि उठिसकेपछि सर्वप्रथम तपाईँ के गर्नुभयो त्यो पनि याद गर्नुहोला। त्यसपछि सबैजनाले हजुरहरूले आफ्नो बुवाको नाम मनमनै उच्चारण गर्नुहोला। सबैजनाले आफ्नो आमाको नाम उच्चारण गर्नुहोला। यदि हजुरबुवा हजुरआमा हुनुहुन्छ भने हजुरबुवाको नाम पनि मनमनै उच्चारण गर्नुहोला। लगतै हजुरआमाको पनि नाम उच्चारण गर्नुहोला। मेरो प्यारो विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूको पनि आफ्नो दाजु अथवा भाइ छ भने उहाँको नाम उच्चारण गर्नुहोस्। बहिनी वा दिदीको नाम उच्चारण गर्नुहोस्।
तपाईँको परिवारमा कतिजना सदस्यहरू छन् उहाँहरू सबैलाई एकचोटि याद गर्नुहोस्। त्यसपछि तपाईँहरूको घरमा घर पलुवा जनावर होला, गाई भैँसी बाख्रा विभिन्न वस्तु भयो, घाउ गोरु, उहाँहरूलाई पनि याद गर्नुहोस्। तत्पश्चात तपाईँहरूको घरमा जुन पानी ल्याइन्छ, कुनै कलबाट, कुनै इनारबाट या फिर कुनै धाराबाट ल्याउने होला, कुन ठाउँबाट ल्याइन्छ त्यो ठाउँलाई याद गर्नुहोस्। तपाईँहरू बिहान खाजा वा नास्तामा के खानुभयो त्यो पनि याद गर्नुहोस्। त्यसपछि तपाईँ खानाको लागि के खानुभयो त्यो पनि याद गर्नुहोस्। त्यसपछि तपाईँले आज विद्यालय आउँदै गर्दा कुन साधनको प्रयोग गरेर आउनुभयो त्यो पनि याद गर्नुहोस्। धन्यवाद। त्यसपछि तपाईँहरू सम्पूर्णले अब एकदम ध्यान दिएर मनमनै 3 चोटि ओमको नाम जप्नुहोला। ओम नमः शिवाय। बोल्नु होला प्लिज। ओम नमः शिवाय। ओम नमः शिवाय। धन्यवाद। यस पश्चात यो सम्पूर्ण तपाईहरुलाई यो कुराहरू किन याद गर्न लागेको भन्दाखेरि हामीले मेमोरी पावर हाम्रो यसो गर्नाले बढ्ने हुन्छ। कतिजनाले घरमा के गर्नुभयो, के खानुभयो, कहाँ जानुभयो सबै कुरा बिर्सिरहेको हुन्छौँ। तर एकछिन हामीले मनलाई शान्त गरेर यदि योग गर्छौँ, ध्यान गर्छौँ भने हामी दैनिक क्रियाकलापहरू के गर्यौँ, विद्यालयमा हामी के पढ्यौँ, सबै कुरा हामीलाई क्रमशः याद हुँदै गर्छ। त्यही भएर हामीले जहिले पनि याद गर्ने कुरा एक्लो बसेर मन मस्तिष्कलाई आफ्नो कन्ट्रोलमा राखेर एकीकृत भएर हामीले यो क्रियाकलाप गर्नुपर्ने हुन्छ। अब यस लगतै म केही योगका स्टेपहरू पनि गर्नेछौँ। हामी शिरदेखि लिएर पाउसम्मकै स्टेपहरू गर्नेछौँ। कृपया भाइ बहिनीहरू त्यसलाई फलो गर्नुहोला र म आग्रह गर्छु तपाईहरु सबैजना आफ्नो आँखा बिस्तारै खोल्नुहोला। आँखा बिस्तारै खोलिदिनुहोस्। तपाईहरुको मनमा शान्त जस्तो लाग्यो होला। अब सम्पूर्णले आफ्नो छेउको साथीलाई हेर्नुहोस्, एकले अर्कालाई हेर्नुहोस् र फेरि आफ्नो अगाडि हेर्नुहोस्। अब म केही योगका पाठहरू गर्नेछु। कुर्कुचाहरू दुख्ने समस्या हुन सक्छ है। बिहान उठ्ने क्रममा हामी सबैलाई यस्तो कुर्कुचा दुख्ने समस्या हुन सक्छ। त्यसको लागि हामी बिहान उठ्दा बित्तिकै कुन स्टेप गर्छौँ त्यो हेर्नु होला। जति सक्नुहुन्छ तर्काउनु यसले तपाईँको हाइट पनि बढाउँछ। अब हामी यसलाई
अब हामी यो भागलाई कसरी भाग्छ अब कसैलाई यो घुँडाको समस्या हुन्छ बस्दाखेरि यसरी बस्न नसक्ने म जस्तै है अब थचक्क बस्न सक्नु पऱ्यो है यसरी त्यसको लागि हामी यो भाग छ हातको यो हत्केला त्यसले हामी यसलाई घुँडामा यसरी छुँ यसरी है अब बिस्तारै यसरी कति सकिन्छ फेरि यसरी कमर अलि टाउतिर लाग्ने यो जहिले पनि हामीले गर्दाखेरि मुख बन्द गरेर गर्नुपर्ने हुन्छ मुख बन्द गर्नु होला नाकमा है फेरि सिधा हुनु होला त्यसपछि हामीले यो दाहिने खुट्टालाई अलिकति अगाडि गर्छौँ यसरी र यो हातलाई हामी यसरी गर्छौँ यसरी कम्मरमा हात हाल्छौँ है पछाडि लान्छ यसरी बिस्तारै कम्मर पुग्छ सायद है कम्मर फेरि सिधा आउँछौँ फेरि हामी अगाडि लान्छौँ यसरी फेरि सिधा आउँछौँ फेरि पछाडि लान्छौँ फेरि सिधा आउँछौँ फेरि सिधा त्यसै गरी अब अगाडिको खुट्टाले पछाडि अर्को खुट्टा बायाँ अगाडि गर्छौँ अब फेरि हामी पछाडि जान्छौँ सिधा अगाडि फेरि सिधा पछाडि फेरि यो भइसकेपछि हामीले अब जुन हाम्रो शरीर छ यो अहिले कम्मरको गरेको छ हामीले यसलाई कसरी पछाडि लानुपर्छ जति जान्छ त्यसरी लानु बिस्तारै पछाडि फेरि सिधा हुनुहोस् यसरी कम्मरमा हात हाल्नु होला फेरि यतापट्टि जति जानुपर्ने छ फेरि अगाडि फेरि पछाडि यसलाई बिस्तारै हल्का स्पिडमा लानु फेरि हामी एकचोटि अगाडि पछाडि गर्छौँ ल अगाडि खुट्टा छुने तलको हेर्नु त सिधा आउनु फेरि ब्याक जानु फेरि सिधा आउनु फेरि अगाडि आउनुहोस् ओके अब कम्मरलाई हामी हल्का घुमाउँछौँ सरी स्पिडमा नघुमाउने म चल्छु दायाँपट्टिबाट चाहिँ बायाँपट्टि लाग्छ पुरै गोल यसरी यसरी यो भागलाई यतिलाई मजाले यसरी त्यो बिस्तारै घुमाउनु पर्यो राम्रो स्टेप हो यो सबै नघुमाउने यसरी गर्नु घुमाउने कमरमा कमर हिलाके अब हामी घुँडाको एउटा सानो स्टेप छुटेको छ यहाँ हात हालेर यसलाई यसरी घुमाउनु पऱ्यो ल दाहिनेबाट बायाँपट्टि लानु पऱ्यो दाहिनेबाट यसरी 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 स्लोली नेक्स्ट अर्कोपट्टि अब हामी अलिकति अब अगाडि आउँछौँ छातीको भाग गर्छौँ है यो यसरी राख्छौँ यहाँ यो हामी अगाडि लान्छौँ कि यसरी यसरी फेरि यसलाई यता भित्र लाग्छ कति यो गर्नलाई हात हाम्रो यस्तो हुन्छ यहाँ फेरि यसरी लान्छ बिस्तारै ठुलोबाट स्पिडमा लानु पऱ्यो है ठुलोबाट स्पिडमा
है अब हामी यतापट्टि लान्छौँ यसरी दाहिनेपट्टि आफ्नो शरीरको दाहिनेपट्टि है यतापट्टि पनि है त मेरो यतापट्टि पर्छ म यसरी गरेँ तल छुने कोसिस गर्नु होला फेरि सिधा फेरि सिधा फेरि ल अब हामी हातको यो भागको गर्छौँ यो कहिले काहीँ यस्तो गर्दाखेरि राति सुत्दाखेरि यो स्थितितिर आउँछ यो दुख्ने समस्या हुन्छ कि अब यसलाई गराउनको लागि यसलाई यो हात यहाँ राख्नु अब बिस्तारै हामी ह्यान्डिल लगाउँछ यसरी अगाडिपट्टि लाउँछ अगाडि यसरी लाउँछु ल यसरी मलाई फलो यसरी गरेर बिस्तारै लाउँछु 1 बिस्तारै 2 5 6 अब फेरि अपोजिट 1 2 3 4 5 6 नेक्स्ट साइड अब हम फेरि अगाडि लान्छौँ 1 2 3 4 5 6 अपोजिट साइड 1 2 3 4 5 6 यो हल्का भयो है हो अब यसलाई हामी छाउने कोसिस गर्छौँ तर धेरैजनाको छुँदैन होला यसरी फेरि पछाडि कतिजना सक्छ सुस्मिता देख्छ अब यो छ नि यो अलिकति अब यसलाई यहाँ नट बोल्ट हुन्छ क्या भित्र नट यसले समातेर हुन्छ यसलाई त लुज पार्नु पऱ्यो नि यसलाई तलमाथि गर्छ स्लोली पछाडि मात्रै अगाडि जान्छ यसरी अब हामी घाँटीमा आयो घाँटीको यो गर्छौँ सबैजनाले आँखा बन्द गरेर पहिला म आँखा बन्द यो अगाडि पछाडि गर्छौँ फेरि राइट साइड अलि बिस्तारै अगाडि हेर्नु अब हात यस्तो गर्नु सांसद नौका है अब हामी सबैजनाले आफ्नो कपाललाई कपाललाई मसाज गरेको अब यो हातले आफ्नो यो प्यारो अनुहारलाई सुन्दर अनुहारलाई यसरी हल्का मसाज यहाँमध्ये कतिजनाको टाउको दुखाइको समस्या छ भने
यही हातले हाम्रो टाउको अगाडि पछाडि खिच्नु पऱ्यो त्यसरी त्यसरी टाढो पनि यसले पुस गर्नुभयो भने के हुन्छ भने तपाईँको टाउको दुखाइको समस्या के हुन्छ त